गयो 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 क्यामेरा नि ओइ लौदिउ साँच्चै लग्यो रोएर यार यसरी खेल्नुपर्छ अरे कि स्केट भनेको यस्तरी खेल्नुपर्छ अरे खेल्न चाहिँ मलाई पनि आउँदैन यस बाई बाई साइको कन्ट्रोल वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ हामी कहाँ जानला भने स्केटिङ खेल्न जानला स्केटिङ पार्क यो कहाँको रे बालकुमारी कुन बालकुमारी जुम्बा स्केट पार्क खेल्न जानु लाग्यो अनि आज चाहिँ मौसम कस्तो कस्तो चिसो लाग्यो मलाई पानी पर्न लाग्छ साँच्ची मारो हेर्छु उत्पट्टि पछाडिपट्टि कालो हुँदैछ कस्तो साइको नपत्ते हेर्ने यतापट्टि यहाँ चाहिँ हामी टक्क कहाँनिर छौँ नि के अरे यो ठाउँको नाम ग्वार्खोको गल्ली गल्लीमा हिँडिरहेको छु लखर लखर हामी तिनजना जान्ला स्केट खेल्न म यसको बाटो मलाई खासै थाहा छैन अनि यहाँ चाहिँ टुडी खेल्दैछ सबसे ठुलो फुटबल खेल्ने ग्राउन्ड दुनियाँकै होइन अनि कुन गल्लीबाट लान्ला यसले मलाई थाहा छैन खेल्दै क्या गयो होटल बस्नेहरूको लागि मेस्सीको फ्यान सुविधा छ हाम्रो यस्तो छ जुत्ने भने तँले आइज तर कपाल छ अरे बुङ्गु जस्तै सेम बुङ्गु र अब कत्रो डराउँछ हामी डराउँदैन कहिले डराउँदैन तर मैले पहिला भने म कुकुरसँग कनेक्ट छु कनेक्ट थाहा छ त्यो पुच्छर मात्रमा कमी हो सबै कुकुरसँगै कनेक्ट हो लौदिउ साँच्चै लग्यो रोएर यार यो कस्तो रहेन गोल मेसी हो भाइ तिमी कुन चाहिँ वाला यस्तो वाला मेसी के भन्नु ए घरमा त पालै पाल्छ त एउटा दुईवटा तिनवटा चार पाँचवटा पालै पाल्यो अनि यो ठाउँलाई के भन्छ अरे खरीको बोटमा छौँ हामी नो पार्किङ भन्छ पार्किङै पार्किङ होइन यहाँ नो पार्किङ यताबाट पार्किङ त्यो हुँदै भएन हामी त्यो गाडी उचालेर फाल्दै साँच्ची ल ज्याकेट आओ केही पऱ्यो नि म छु जा त्यहाँ पनि नो पार्किङ छ यस्तो छ नेपालको हालत नो पार्किङ भनेर ठाउँमा पार्क गर्ने पिसाब फेर्न पाइँदैन भनेर ठाउँमा पिसाब फेरिदिने के अरे जताभरि फोहोर गर्न पाइँदैन भन्ने ठाउँमा त्यो फोहोर गरिदिने तँलाई के ढाँट्नु होइन यो मेरै हो कि सब कार यो सबै कार मेरै हो कि मैले बेच्न आएको नि योहरू सब अनि मैले बिक्री गर्न तँलाई चाहियो भोलि आइज म एउटा उयो यही दिन्छु ल ल्याम्बोर्गिनी छ भित्र होइन ल्याम्बोर्गिनी BMW कुन चाहिँ चाहियो भन्नु न तपाईँहरूलाई म आउनु न मसँग कन्ट्याक्ट गर्नु होइन ल्याम्बोर्गिनी सब खेलाउन कारहरू सब छ कि मसँग खतम खालको रहेछ होइन पुच्चरको माथि त्यो कक्रोच देखाएको तिमीले कक्रोच हो त्यसको त्यो माथिबाट यस्तो कपाल बाँधेर त्यस्तो हुन्छ नि त्यो भालो नेपालमा नि अब आसमानमा सवार हुँदैछ नेपालमा आसमान छ आकाशे फुलको प्रयोग त भाइ नो रिएक्सन के झुनियर मन लाग्यो यो अनि यो कुन कुल हो थाहा छैन होइन त्यहाँ हामीले यहाँको भ्यू यस्तो छ उहाँ परदेखिको गाडी आउँछ कस्तो दामी देख्ने भ्यू चाहिँ होइन यो फोटो त हान्नु अनि यहीँ रहेछ मङ्गल बजार फोटो हान्यो एकछिन हान्ने
आउँदाखेरि रात बसी होइन रातिमा त तै अहिले देख्दै क्यामेरामा आउँदैन भिडियो गर मलाई एउटा त्यो भिडियो बनाउनु छ टिकामा ल ल ल गरिदिन्छु हामी हिँड्दै थियो अनि हिँड्दा अनि हामीले हिमाल देख्यो अनि हिमाल देखेपछि हाम्रो केही गल्ती छैन त्यसमा हेर्नै पऱ्यो हिमाल हेर्नै पर्ने हुन्छ तपाईँलाई म देखाइदिने छु अगाडि हिमाल छ हेर्नु होइन मेरो क्यामेरा देख्दैन खास चाहिँ यहाँ छ हिमाल चाहिँ यतापट्टि अनि यहाँ चाहिँ आँखाबाट चाहिँ दामी देखिरहेछ यो क्यामेराबाट चाहिँ देखेन कि त्यही हो कि प्रब्लम भन्ने चाहिँ हामीले देख्यो तपाईँले देखेन होइन अब के गर्नु त्यसमा होइन यहाँ स्केट पार्क चाहिँ आइसक्यो हामी प्रोग्राम अनि पुरै झिलिमिली रहेछ स्केट पार्क हो कि बिजोक पार्क हो यो अलिक अवस्था अलिक खराब रहेछ यो गर्छ क्या के गर्छ प्रोग्राम गर्छ क्या प्रोग्राम के हात त्यो हेर्ने मान्छे होला यहाँ टक्क बसेर हेर्ने मान्छे हेर्ने मान्छेले हेर्ने ठाउँ होला कि बस्ने ठाउँ अब मेरो लागि राख्यो भने त अब भिआइपीहरूलाई मेरो लागि खासमा राख्यो भने भिआइपीहरूलाई अब छुट्टै तँलाई राख्यो ऊ गर्थ्यो तँलाई राख्यो त बस्नु म फसाएँ बस्न मेरो लागि राखेँ क्या खासमा खायो नि तँलाई खेल्नु नि त नि त्यो दिन त एकाउन्टिङको यस्तरी खेल्नुपर्छ अरे कि स्केट भनेको यस्तरी खेल्नुपर्छ अरे होइन आफ्नै अनुहार देखेर आफै होइन त मान्छेले मात्रै हिँड्यो हो नि त आफूलाई के तारिफ गर्नु होइन ठाउँ चाहिँ दामी रहेछ स्केट पार्क होइन त्यो बिहे गर्ने ठाउँ जस्तै मजा अब यहाँ हान्न जान्न टोइलेट गएर के भिडियो बनाउनु अनि रेडी छ यहाँ चाहिँ होइन स्केटिङ खेल्न आयो लेडिज टोइलेट छिँदैछु म 7वटा एउटा केटीले उता तले चिल्ला भने त मारे मलाई के त लेडिज अब चाहिँ लेडिज छोपिरहेछ त्यहाँ ल भने कस्तो 7वटा भने कस्तो चिल्लायो छैन थ्याङ्क यू अनि त्यो त रेडी भएपछि एउटा चाहिँ खेल्दै आफै आउँदो रहेछ खेल्न चाहिँ मलाई पनि आउँदैन होइन तै पनि ट्राई खतरा यार बत्ती चाहिँ बसमा नि मोबाइल चाहिँ जान्छ यार यस बाई बाई हाई हाई साइको कन्ट्रोल नो रियाक्सन ऊ यस्तै गर्ने हो कि यस्तै उकाल चढौँ क्या हो मार कहाँ त्यहाँ चिल्लो भनेर मोबाइल जान्छ यार मेरो अरू भन्दा नि यस यो भाइहरूले खतरा हुन्छ यार लदै त म मात्र हो ल अहिले एकछिन खेल्ने अनि त्यसपछि भेट्नु ल खर हाम्रो चाहिँ स्केटिङ सकिसक्यो यहाँबाट हो स्केटिङ सक्यो स्केटिङ तेरो पनि सक्यो मेरो पनि सक्यो तर यसको चाहिँ सकेको छैन कि अझै खेल्ला छु रोडमा उडाइदिन्छ गाडीले कस्तो मेला डै झुक्केर पनि गयो भने गयो आज यसको अन्तिम दिन हुन्छ ल ल ल ल मोर्छ गयो मोर्छ कस्तो मोर्छ यार बस पछि गएको थियो अगाडि ल त्यसकै हो त्यो त्यसकै अरे अन्त एउटा टक्क अब हामी चाहिँ घरतिर चल्नु पर्ने हुन्छ राति कति छ नै बज्नु आइसक्यो होला अनि कहाँ अघि यसले कुन ठाउँ भनेर यो बालाजु होइन के भन्छ यो ठाउँको नाम कलङ्गी होइन के भन्नु
जेसी घोष आकाशे पुलको प्रयोग गरौँ आकाशे पुलको प्रयोग गरौँ त्यही भएर हामी आकाशे पुलमा आएको अनि त्यहाँबाट त्यही हो अनि नाइटको भ्यू यस्तो छ फोटो हान्दैन एउटा फोटो हान्यो तर यहाँनिर सेल चाल्यो अब यो यहाँ पुलमाथि नि अब यो छोड्दैन कि यो चाहिँ त्यसबाट झर्ने गलाको म धनी म खत्रै हो म पनि ब्लिङ हँस्यो नि गयो मऱ्यो मऱ्यो गुड गुड हो अनि त्यही हो अनि घर जानु पऱ्यो अनि त्यही हो अघिदेखि घर जानु भन्दा चाहिँ घरले दिन डाँडै हामी चाहिँ लेफ्ट राइट हामी चाहिँ के पेट दुखिया कस्तो गयो 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 त्यो लड्यो भने चाहिँ ठोके झन्नै अनि त्यही हो कुराकानी चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो आजको लागि भिडियो यति धेरै इन गर्नुपर्ने हुन्छ कि हुँदैन हुन्छ अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब क्लिक द बेल आइकन भोलि पनि म अर्को भिडियो लिएर उपस्थिति हुने नै छौँ अहिलेको लागि बाई गुड नाइट